म चाहिँ अलमोस्ट आफ्टर 2 इयर्स माइती जाँदैछु। अरूको बुढाले चाहिँ हुन्छ नि नजाऊ भन्छ होला, मेरो बुढा चाहिँ किन नगएको भनेर हैरानै पारिसकेको थियो, त्यही भएर नि गएको भनेर भन्न नमिल्ने है। एनिवेज हाई गाइज, वेलकम टु माई मिनी भ्लग। सो म चाहिँ रिबा रिबानलाई छोडेर नै गएको होइन, यो चाहिँ फर्स्ट टाइम चाहिँ होइन, सेकेन्ड टाइम नै हो यसरी छोडेर गएको। अनि तर अलिकति कस्तो लाग्दो रहेछ के हुन्छ नि, अब उनीहरू एकदम नै धेरै अट्याच छ नि त मसँग, अनि त्यही भएर पनि कस्तो कस्तो लाग्ने रहेछ। हाम्रो फ्लाइट चाहिँ अराउन्ड कति बजेको थियो, 1 बजेको थियो, तर हुन्छ नि हामी 12:30तिर मात्र घरबाट हिँडेको थियौँ, तर फ्लाइट चाहिँ ढिलो थियो, त्यही भएर खासै त्यस्तो रस गर्नु परेन। अनि फर्स्टमा चाहिँ हामीले चक्लेट पायौँ, अनि त्यसपछि एप्पी फिज र पिनट। बबीलाई खानु मन लाग्यो नि, त्यही भएर मैले नै खाएँ पिनट, एप्पी फिज चाहिँ खाइनँ। अनि कस्तो राम्रो देखेको कि हिमाल हुन्छ नि उसबाट। अनि हाम्रो चाहिँ अराउन्ड 45 मिनट्सको मात्रै हो फ्लाइटको ड्युरेसन भन्ने टाइम। अनि त्यसपछि ल्यान्ड भयौँ, अराउन्ड 4 बजीतिर ल्यान्ड भएको थियौँ ठ्याक्कै होइन। अनि एकछिन लगेजको लागि चाहिँ एकछिन कुर्नु पऱ्यो, अनि त्यसपछि चाहिँ यस्तो हुन्छ नि त्यो प्लेनमा भक्क आउला जस्तो भएर होला, अनि चटपटे खायौँ हामी चाहिँ, ल्यान्ड हुने बित्तिकै खानु परिहाल्यो होइन, द्याट्स म्यान्डेटरी। अनि त्यसपछि घर आएर समोसा खाएँ, अनि रेडी भएर फेरि आज चाहिँ खरना पूजा नि त, छठ पूजाको चाहिँ डे 2 हो नि त। अनि त्यहाँ गएर पूजा गऱ्यौँ, प्रसादहरू खाएर अनि घरतिर फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ, बाई।